सेवारो अनि नमस्ते मेरो च्यानलमा यहाँलाई स्वागत छ। यहाँहरूले यो पत्तालाई देख्नु भएको छ, यो चाहिँ सजीवनको पत्ता हो। हजुर, यसलाई चाहिँ मोरिङ्गा लिभ्स पनि भन्छ। अब यो सजीवनको पत्ता चाहिँ अनलाइनमा सजीवनको पत्ताको धुलो चाहिँ एकदमै फेमस छ हैन। अहिले सजीवनको सिजन पनि जान लाग्यो। अब म चाहिँ नि यसलाई यो पत्ताहरूलाई चाहिँ यसरी टिपेर मोरिङ्गा पाउडर चाहिँ घरमै बनाउँदैछु। यो एकदमै सजिलो छ बनाउनको लागि, अनि बनाएर राखेर चियाको रूपमा खाँदाखेरि एकदमै फाइदाजनक हुन्छ। मैले चाहिँ यो पत्ताहरूलाई यसरी टिपेँ अनि घाममा मजाले पखालेर घाममा 2 दिनसम्म सुकाउँदै यसरी सुक्यो। अनि यसमा चाहिँ मैले यो हेर्नुस् त तेजपत्तालाई पनि एड गर्दैछु, किनभने यो सजीवनको पत्ता चाहिँ सुकिसकेपछि एक टाइपको अलिकति मन नपर्ने खालको फ्लेभर आउँछ। त्यही भएर यसमा चाहिँ मैले सुरुमा यो बे लिभ्स अथवा यो तेजपत्तालाई राखेँ अनि त्यसलाई चाहिँ ग्राइन्ड गरेँ। अनि यसलाई चाहिँ सानो सानो ब्याचमा गर्नुपर्ने हुन्छ। अनि यसलाई यतिको भएपछि फेरि म अरू पातहरूलाई थपेर मसिनो पाउडर बनाउँदैछु। अनि सजीवनको पत्ता चाहिँ मजाले डुट्टो भइसकेपछि यहाँनिर मैले ग्रिन टीलाई पनि एड गर्दैछु। ग्रिन टीले चाहिँ नि यसको फ्लेभरलाई इन्हान्स गर्छ अनि पक्कै चियाको जस्तो टेस्ट पनि आउँछ। त्यही भएर सबैलाई तेजपत्ता अनि यो ग्रिन टीलाई राखेर यसरी मिक्स गर्यो भने चियाको टेस्ट एकदम राम्रो आउँछ। अनि यसलाई मसिनो डुटो पारेर अनि यसलाई चाहिँ म यसरी छान्दैछु। अब यसलाई चाहिँ मैले एउटा सफा कन्टेनरमा, एयरटाइट कन्टेनरमा, सिसाको कन्टेनरमा राख्दैछु। अनि यसलाई चाहिँ तपाईहरुले आवश्यकता परेको बेला चाहिँ चिया बनाएर खान सक्नुहुन्छ। मैले चाहिँ यो मोरिङ्गा टी अथवा यो सजीवनको पत्ताको पाउडरको चिया चाहिँ विशेष गरेर बिहान ब्रेकफास्टको बेला खाने गर्छु। अब यो मोरिङ्गा टी चाहिँ अथवा पाउडरको फाइदाहरू त यहाँहरूले थाहा पाउनु भएकै होला, त्यही भएर चाहिँ यो खाने गर्नु पनि हुन्छ होला। तर यसो भन्दै गर्दाखेरि यो चिया चाहिँ सबैजनाले खान मिल्दैन। विशेष गरेर प्रेग्नेन्ट वुमन अथवा चाहिँ महिला, गर्भवती महिला अनि बच्चाहरू अथवा चाहिँ जसको ब्लड प्रेसर अलरेडी लो छ अथवा चाहिँ ब्लड सुगर लो छ, उहाँहरूको लागि पनि यो चियाले चाहिँ फाइदा गर्दैन। यसले चाहिँ ब्लड प्रेसर अझ लो गराउनको लागि चाहिँ सहयोग गर्छ। त्यही भएर उहाँले खानु हुँदैन। त्यस्तै गरेर जसलाई चाहिँ किडनी सम्बन्धी समस्या छ अनि किडनीको औषधि खाँदै हुनुहुन्छ अथवा रगत बाक्लो भएर रगत थिनिङ औषधि चाहिँ खाँदै हुनुहुन्छ भने उहाँहरूलाई पनि यो मोरिङ्गा अथवा चाहिँ सजीवन अथवा यसको चियाले चाहिँ फाइदा गर्दैन। तर यदि यहाँहरूलाई यो समस्या छैन भने यो चिया चाहिँ खान सक्नुहुन्छ। हवस् त, यहाँलाई यो रेसिपी कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक गरिदिनु होला। सेवा र अनि नमस्ते।